यस्तो राम्रो देखिन्छ। यो पोखरी चाहिँ असारमा पुरा भरिन्छ। यहाँनिर डह्रो छ नि गई मैले अहिले यति हो कि अलिक खानाको चाहिँ अलगै छुट्टै मजा हुन्छ। झिउमा गाडेर खोज्नु पर्छ। हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो नयाँ ब्लगमा। आज चाहिँ म अनि राजेन्दा भएर जान लागेको माथि चन्द्रमानतिर निग्रो अनि सिमसाग खोज्न। त्यसैले भिडियोलाई लास्टमा हेरिदिनु होला। फाइनली म चाहिँ राजेन्दाको घर पुगिसकेँ होइन। राजेन्दा मात्रै होइन, यहाँ जतिन्दा पनि जाने अरे हो। जाने कि जाने भन्नुहुँदैछ। अब जान आँटेका गर्मी पनि एकदम उकालोको बाटो। साथीहरू, अहिले चाहिँ म भने चन्द्रमान माथि पुगिसकेँ। यहाँबाट कालापाड यस्तो राम्रो देखिन्छ नि। म तपाईँलाई यस्तो राम्रो देखिन्छ। यो तल हाइवेहरू देखिँदैछ। पोखरीतिर यात्रा सुरु। यहाँदेखि अझै अलिक माथि पर्छ। 2 किलोमिटर होला जति। 2 किलोमिटर त छैन होला हौ। लु हेरौँ है त साथीहरू, जति नहाल्यो भनेको कुरो सही हुन्छ कि हुँदैन। सो हेलो साथीहरू, हामी चाहिँ अहिले फास्ट पोखरीमा पुगिसक्यौँ। यस्तै छ नजरा। यो पोखरी चाहिँ असारमा पुरा भरिन्छ। अनि यहाँनिर मान्छेहरू पौडी खेल्न धेरै चाहिँ आउँछन्। यहाँनिर पुरा सब्जी खोज्दा नि चाहिँ निग्रो यहाँनिर डह्रो छन्, थुप्रो छन् निग्रो। अहिले एकछिनमा म टिपेको पनि देखाउँछु। यस्तो तिनवटा पोखरी झन् होला उता। दुईवटामा चाहिँ पानी सुक्छ यसरी नै। अनि लास्टको पोखरीमा चाहिँ पानी झिल छ, झिल हो नि त त्यो चाहिँ। अनि त्यहाँनिर पानी पनि हुन्छ, माछा पनि डरै हुन्छन्, सब्जी पनि हुन्छ नि। त्यहाँ सिमसाग हुन्छ त्यहाँ चाहिँ। यस्तामा चाहिँ निग्रोहरू हुन्छन्। अच्छा, यहाँनिर डह्रो छ निग्रो। मैले अहिले यति हो भेटिसकेँ। अलिकछिन अब टिप्दै देखाउँदै गर्छु म। अहिले यति भेटिसकेँ। फास्ट पोखरी सकेर अब हामी चाहिँ गएका सेकेन्ड पोखरीतिर। निग्रो कति भेट्यो त राजेन्दा? फास्ट पोखरीमा चाहिँ त्यति रहेन रहेछन्। सबै मान्छेले टिपिसकेर अब सेकेन्ड पोखरीतिर। हेलो साथीहरू, अहिले चाहिँ म सेकेन्ड पोखरी पुगिसकेँ। यहाँनिर पनि असारमा ड्यामै पानी हुन्छ। तर यहाँ किरा फट्याङ्ग्रा साँपहरू हुन्छन्, डरै हुन्छन्। त्यसैले यहाँ स्विमिङ पनि गर्दैनन्। अनि यहाँ निग्रो चाहिँ डरै छ। सिमसाग फल्ने चाहिँ पर लास्ट पोखरीमा पानी धेरै हुन्छ अहिले पनि। माछाहरू पनि हुन्छन् त्यहाँ। झिल छ नि त त्यहाँ चाहिँ। त्यसैले यहाँ फेरि हामी निग्रो टिप्नेछौँ। यहाँ निग्रो टिपेर देखाउँछु ल। पनि डरै भेटिसक्यो है साथीहरू। डुक्कु हेर्नु न। यहाँनिर हेर्नु त लु, हामी डरै भेटिसक्यौँ। उपर टिपेका टिपेछन्। एकछिनमा फेरि टिपिसकेर देखाउँछु ल। यति भेटिसक्यो। अझै प्लास्टिकमा डह्रो छ कि। एक प्लास्टिक पुरा भरिएछ। अब कति टिप्नु यहाँ भन्दा होइन। छिप्पिएको छ गाइस, छिप्पिएको छ। अब जाने हो ठाट पोखरी। त्यहाँ चाहिँ पुरा पानी नै पानी छ। माछा पनि मार्छन् मान्छेहरू। त्यहाँ चाहिँ सिमसाग मात्रै पाइन्छ, निग्रो केही पाइँदैन। अब एक प्लास्टिकले पुगिहाल्छ नि हामीहरूलाई, होइन त जतिन्दा? बिल्कुल। अब जाने हो सिमसाग टिप्न। सिमसाग, साइदी साग। हेलो साथीहरू, अहिले चाहिँ हामी ठाट पोखरी पुगिसक्यौँ। यस्तो छ पुरा झिल भएर माछा मारिरहेको छन्। माछा डरै आउँछ नि। यहाँ हामी चाहिँ सिमसाग खोज्न आएको। सिमसाग यहाँनिर पानीमा पाइन्छ। यो चाहिँ यहाँको भ्यू चाहिँ यस्तो छ। साथीहरू, यहाँनिर पाइन्छ सिमसाग। यस्ता हुन्छ सिमसाग। पुरा यहाँ चाहिँ झिल छ है। परेक्समेन्ट हालिदिन्छ है। यस्तालाई भन्छ सिमसाग। सिमसाग सिमसाग भन्छ। अब यो पनि हामी डरै टिप्छौँ होइन त। यस्तोलाई भन्छ। झिलमा गाडेर खोज्नुपर्छ।
यसरी खानको चाहिँ अलगै छुट्टै मजा हुन्छ है साथीभाइ मिलेर यसरी सुनसान जग्गामा खाएको चाहिँ होइन धेरैजना छ स्प्राइट खान जानु मजा हुन्छ स्प्राइट करेन्ट हामी चाहिँ फेरि मिमी खाएर करेन्ट सरेन्ट खाएर यहाँ फेरि अब टिप्न लाग्यो भने सिमसाग चाहिँ टिपिसकेकै छैन नि त निगोरो त अघि टिपिसकेको टिपुम फटाफट घरमा गएर भिडियो एडिट गर्नु छ घरमा गएर गेमिङ पोस्ट गर्नु छ सम्मान मिल्छ मेरो भिडियो साथीहरू बल्ल बल्ल 3 घन्टा 3 जनाले 3 घन्टा टिपेपछि यति भेट्यो 6 पनि रहेन रहेछ सिमसाग त यता सबै मान्छेले टिपेर बल्ल बल्ल यति भेट्यो आजलाई यति नै यही स्प्यान हेर्नुहुँदैछ भने सब्सक्राइब गरिदिनु होला